हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ अब के भन्छ एमरी खाने भनेर चाहिँ चाकु पिगाल्दैछौँ है। अनि यो एमरी चाहिँ मैले कहिल्यै खाएको थिएन कि, अनि कस्तो देखेर खान मन लाग्यो, टेस्ट गर्न मन लाग्यो। सो मैले भाउजूलाई भनेर भाउजूले हुन्छ म बनाइदिन्छु भन्नुभयो। अनि म चाहिँ भाउजूलाई हेल्प गर्दै अनि यसरी मैले चाहिँ पानी अलिकति राखेर चाकु पहिला ग्यासमा पकाल्दैछु। यो पिगाल्नुपर्छ नि त, कस्तो जमेको हुन्छ। सानो बिजनेस लाछा डोरी बनाउनुहुन्छ, घरमा बसी बसी टाइम पास भाउजूको। अनि हामी चाहिँ यो खाने भनेर बनाउनुको लागि सामान अलिक टाढा गएर लिएको है। अनि नजिकै अलि नपाइँदो रहेछ कि, अनि कस्तो गर्मी भएर गर्मी नै छ कि काठमाडौँतिर पनि। पानी चाहिँ परिरहेको हुन्छ, त्यही पनि गर्मी त गर्मी नै हुन्छ घाम लागेको बेला। अनि खानेकुरा भनेपछि कति जाँगर लाग्छ कि है साथीहरू, के गर्नु काम छैन भने खानको लागि त जन्मेकाहरू सबैजना के कसो हो। अनि हामीले चाहिँ सबै सामानहरू रेडी गरिसक्यौँ है। अनि भाउजूले पिठो मिच्न लाउनुभएको छ। सो अनि मेरो छोरी चाहिँ झकझक गरेर चाहिँ केही काम छैन भने। अनि यसरी पिठो छिटो रेडी भएर अनि बनाउँदैछौँ हामी चाहिँ नभनौँ भाउजूले बनाउँदै हुनुहुन्छ। म चाहिँ खाना मात्रै आएको ल। अनि फर्स्ट टाइम टेस्ट गरिरहेको छु नि त, सो खाँदैछु कस्तो हुन्छ। खाएँ ल गाइस, मिठो छ तर मिठै लाग्यो। टेस्ट चाहिँ फर्स्ट टाइम भएर पनि मिठै लाग्यो। सो यति नै हो। मेरो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। बाई बाई।